यात्रा खतरा भइरहेको छ। हेलो एभ्रिवान, जोडले नमस्ते। फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। न्यू ब्लग लिएर फेरि म उपस्थित भइसकेको छु। अनि आज चाहिँ फेरि हामीहरू अनप्लाने एकदम अचानकै नेपाल जानुपर्ने भयो। अनि मैले चाहिँ एकदम धेरै दिन ग्यापिङपछि चाहिँ ब्लग बनाउँदैछु। सो हजुरहरूलाई पनि वेलकम छ है मेरो ब्लगमा। अनि आज चाहिँ हामी अचानक अनप्लानेड नेपाल जाँदैछौँ। हामीहरू चाहिँ अनप्लानेड जाँदैछौँ साथीहरू। अनि हेरौँ के कस्तो हुन्छ हाम्रो बाटोको यात्रा चाहिँ। अनि हामी चाहिँ सबै यस्तो प्याकिङहरू चाहिँ सबै भइसकेको छ होइन। बाबु चाहिँ यता पुरा ट्रेनको टिकट हेर्दै हुनुहुन्छ। र पनि रेडी भइसकेको छ है साथीहरू। यहाँ चाहिँ मेरो भान्जा मुस्कान चाहिँ खतरा छ है भान्जाको। अनि अब चाहिँ बाबुलाई हामी टाटा बाई भन्छौँ। हजुर पनि आउने होला नि नेपाल? नेपाल आउनुभयो भने चाहिँ वहीँ भेटौँला है। लेट्स टिट्युन साथीहरू। अब चाहिँ हामी घरबाट निक्लिनुपर्ने हुन्छ। अहिले चाहिँ हामी अटोको टमटम अटोलाई कुर्दैछौँ। अनि पुरा यता त्यता सामानहरू पनि धेरै लगेको छैनौँ है। अरू पालि त हामीले त सामानहरू नै यसपालि धेरै लगेको छैनौँ। अरू पालि त हामीले 2-3टा त अटेटी नै हुन्थ्यो। यसपालि चाहिँ अनप्लानेड एकदम छिटो जाँदैछौँ। के हुँदैछ त, हामी के को लागि जाँदैछौँ भनेर चाहिँ हजुरले हेर्नु होला। अहिले चाहिँ मैले भन्ने होला छैन साथीहरू भन्दै जाँदैछौँ। ल के नफोर्नु, ल गयौँ है पापा, नमस्ते। ल हामी चाहिँ अहिले घरबाट हिँड्यौँ है साथीहरू। हाम्रो अटोवाला भैया चाहिँ एकदम जहाँ जाँदा पनि यही भैयाको इन्तजारमा हुन्छ है हाम्रो चाहिँ साथीहरू। अब हाम्रो नेपालको यात्रा चाहिँ सुरु भयो। मैले चाहिँ एकदम ग्यापिङपछि ब्लग स्टार्ट गरेको छु। म चाहिँ एकदम लट्सम दिनपछि चाहिँ ब्लग स्टार्ट गर्दैछु साथीहरू। अन्त आयो हजुरहरूले मन पराइदिनु हुनेछ। मलाई यति बोल्नु पनि आउँदैन। हामी चाहिँ अब अहिले स्टेसन आइपुग्न लाग्यौँ साथीहरू। सो फेरि साथ दिनु होला, मलाई चाहिँ बोल्न आउँदैन। अनि लट्सम दिनपछि चाहिँ हामीहरू मैले मतलब ब्लग स्टार्ट गरेको छु। अहिले चाहिँ हामीहरू स्टेसन आइपुग्यौँ है। हामी चाहिँ अहिले स्टेसन आइपुग्यौँ साथीहरू। ल साथीहरू, अब हामी चाहिँ छिटो ट्रेनमा जानुपर्ने हुन्छ होइन। ल अब चाहिँ म ट्रेनमा गएर न अलरेडी के भन्छ भिडियो बनाउँछु ल, पोसिबल भयो भने। होइन यस्तो गर्मी भइसकेछ है, के भन्नु साथीहरू। ल साथीहरू, हामी चाहिँ अब लखनऊ आइयो 4 भाग। यस्तो घाम गर्मी खाँदै तसो आइयो। यात्रा कस्तो भइरहेछ छोरा, कस्तो भइरहेछ? राम्रै। र साथीहरू अहिले फाइनली हामी चाहिँ लखनऊ आइपुग्यौँ होइन। हाम्रो डेस्टिनेसन चाहिँ नेपाल भए पनि हामी चाहिँ लखनऊ आएको छौँ। अब अर्को रुटमा फेरि जानुपर्ने हुन्छ, त्यसको लागि चाहिँ हामी ट्रेन वेट गर्दैछौँ होइन। ल कस्तो भएछ त नि हजुरहरूको यात्रा? मेरो प्रिय प्राणभन्दा प्यारो छोरो, कस्तो भयो यात्रा? मामाको घर जान एक्साइटेड छौ कि छैनौ? ल साथीहरू, अहिले चाहिँ हामीहरू लगभग लखनऊको स्टेसनमा आयो होइन, 4 भागमा स्पेसल्ली। अन्त हामी चाहिँ वेट गर्दैछौँ। अब मेन चाहिँ हामीहरू ट्रेनको वेट गर्दैछौँ, किनभने यो स्टेसनबाट नि अर्को स्टेसनमा जानुपर्ने हुन्छ हामीलाई चाहिँ। अनि पुरै भिडियोहरू चाहिँ बनाउन पाएन है, बाटोको के बनाइराख्ने साथीहरू। अब चाहिँ म त्यसपछि चाहिँ डाइरेक्टै गोरखपुर भएर गराउँछु होला होइन। साथीको यात्रा कस्तो हुँदैछ त नि? कति एक्साइटेड छ त नेपाल जानको लागि? 100मा 100। यो मन त मेरो के हो त भन न, ओ माई गड, कति क्युट हो क्या मान्छे पनि, कति क्युट हो। म चाहिँ धेरै भिडियोहरू
भिडियोहरू चाहिँ बनाउँदिनँ साथीहरू। यस्तो गर्मीमा टाउको दुखेर कस्तो भइरहेछ। अनि म चाहिँ खासै बाहिर ट्राभलहरू चाहिँ गर्न सक्दिनँ। के भइहाल्छ है, एसिडिटीहरू प्रब्लम, टाउको दुख्ने, यस्तो गर्मी छ। जसो तसो लखनऊसम्म आयो। लखनऊबाट चाहिँ फेरि नेक्स्ट ट्रेनमा जानुपर्ने हुन्छ गोरखपुर चाहिँ। हामीहरू एटलिस्ट भोलि बिहान कति 3-4 बजी पुग्छौँ है। अनि त्यसपछि फेरि उताबाट भैरवको लागि चाहिँ अलग्गै बुक गरेर फेरि जानुपर्ने हुन्छ। दुःख छ हो साथीहरू। माइती गाउँ जानको लागि चाहिँ एकदम एक्साइटेड, एकदम रमाइलो लागिरहेछ। नेपाल भनेपछि चाहिँ एकदमै रमाइलो हुन्छ नि त होइन, मनमा खुसी आउँछ। जस्तो जे दुःख भए पनि उहाँ पुगेपछि चाहिँ सबैलाई भेटेपछि चाहिँ झन् धेरै खुसी लाग्छ। अब के भन्छ, ट्राभल गरिसकेपछि त दुःख त भइहाल्छ बाटोमा होइन। अब कहाँ घरमा बस्नु जस्तो त हुँदैन। फेरि पनि जस्तो तसो हिँडिरहेको छौँ हामीहरू चाहिँ गर्मीमा यस्तो भुट भएर होइन। यस्तो त्यही हो। अब हाम्रो चाहिँ अब आज बिहान 9 बजीबाट हिँडेको हामीहरू। अब डाइरेक्टै हामी भोलि बेलुका पुग्छौँ है। यति टाढा छ। अब पोखरा पुग्नुमा टाइम पनि त लाग्छ नि होइन। त्यही हो। अब कहीँ चाहिँ अब भन्छ यता उसको बाटो गयो भने त ठिकै हुन्छ। म यता पाल्पाको बाटो गयो भने त मेरो एकदम हेल्थ कन्डिसनै एकदमै खराब हुन्छ कि भमिटै हुन्छ। म चाहिँ सकेको ब्लगहरू चाहिँ अपलोड गर्छु होइन, अपलोड गर्छु। बट म त्यसरी सकिनँ भने चाहिँ कस्तो बसेको थियो हौ। सकिनँ भने चाहिँ त्यसमा अपडेट चाहिँ दिन सक्दिनँ साथीहरू। बिचमा मात्रै गर्छु। अनि डाइरेक्टमा चाहिँ मैले नेपालमै गएर गर्छु। लेट्स ट्युन साथीहरू भन्देऊ न त होइन। 1-2 घन्टा बस्न मन लाग्यो। मेरो छोरालाई त्यसैमा 1-2 घन्टा बस्न मन लाग्यो। लखनऊ पुरै घुमाइदिनु भयो यसमै। सर 1-2 घन्टा बस्न मन लाग्छ अरे बाबुलाई चाहिँ होइन। घर जानु पर्यो। तर सबै नै दुःख छ घर पनि। आमा सबैजना फ्यामिलीहरूलाई दिदीहरूलाई होइन, छोरीलाई सबैलाई भेट्न जान चाहिँ धेरै एक्साइटेड, खुसी। त्यो दुःख त केही पनि होइन है, केही पनि होइन साथीहरू। अब चाहिँ लखनऊबाट नि एटलिस्ट हामीहरू नेक्स्ट उसमा गएर यति भिड हुन्छ कि यहाँ फेरि यति जामहरू हुन्छ होइन। त्यही भुट भइरहेछ। जे जस्तो भए पनि हामी जान्छ खुसी साथ। यति नै साथीहरू। अहिले चाहिँ हेर्दै अपडेट दिन्छु। अब डाइरेक्ट म नेक्स्ट डेस्टिनेसनमा सायद थोरै बनाउँछु होला खाना। त्यसपछि चाहिँ डाइरेक्ट लखनऊमै पुगेर किन गोरखपुर नै पुगेर सायद अगर मेरो कन्डिसन ठिक भयो भने तर अलिकति टाउको प्रब्लमहरू पनि भइरहेको छ क्या होइन। बाटोमा हिँडेर चाहिँ गर्मी यस्तो छ के गर्ने होइन, गर्मी यस्तो छ के गर्ने साथीहरू। त्यही हो। घरमा चाहिँ यस्तो खतरा गिदाइदिन्छ है। अब है 1 2 3 गो भन त। जसो भन्नु चाहिँ घर जता सुनेलाई हेर्ने त मलाई भनेको छोराले चाहिँ केही साथै दिएन हो, मजा आएन हो ब्लग बनाउनमा। यस्तो गोरो भएर टल्केर पनि नदिने हो किन हो, यस्तो क्युट भएर पनि। त्यो कपाल देख्दा पनि ओके पाउँछ मलाई पाउँछ किन। ट्राभल गर्दैछौँ साथीहरू। यात्रा राम्रो भइरहेछ। अघि चाहिँ गर्मीले कस्तो भइरहेको थियो, अहिले चाहिँ हल्का यो फ्रेस हावाहरू आइरहेको छ नि त। अनि कस्तो शान्त भइरहेको छ होइन। अन्त टाउकोहरू दुखेको पनि कस्तो अहिले हल्का भयो कि अघिको भन्दा चाहिँ होइन। र साथीहरू अहिले चाहिँ हामी फेरि लखनऊको अर्को चाहिँ स्टेसन आइपुग्यो होइन। कस्तो मिठो हावाहुरी चाहिँ आइरहेको छ यहाँ चाहिँ। अनि के भन्छ यहाँ चाहिँ अलिक सुनसान रहेछ होइन। अन्त हाम्रो चाहिँ रातिको 9 बजेको छ ट्रेन। हामी चाहिँ छिट्टै आइपुगेको होइन। यात्रा खतरा भइरहेको छ। ल हेर यस्तो पो छ त ड्याडी।
हेलो मित्रहरू, अहिले चाहिँ हामीहरू लखनऊ स्टेसनबाट गुम्ती नगर भन्ने स्टेसनमा आएर बसेको छौँ हैन। अनि हाम्रो ट्रेन चाहिँ रातिको कति 9:30 बजेको छ साथीहरू हैन। अन्त यस्तो छ है ठाउँ चाहिँ फेरि। अनि रातिको हाम्रो 9:30 बजेको छ हैन, स्पेसल्ली रातिको 9:30 बजेको छ हाम्रो ट्रेन चाहिँ। अनि अहिले चाहिँ बाबु र बाबुको ड्याडी चाहिँ खानेकुराहरू लिन जानुभएको छ। रातिको 9:30 बजेको पछि चाहिँ अनि बेला हाम्रो ट्रेन छ। अघि हजुरहरूलाई पनि यस्तै अर्जेन्ट परेको छ हैन। ट्रेनहरू थाहा छैन भने यो चाहिँ नयाँ स्टेसन त पुरानै रहेछ, पर यहाँ सबै चिजहरू नयाँ, स्टेसनहरू त पुरानै हो, बट अहिले चाहिँ यहाँ सबै चिजहरू नयाँ भएको रहेछ। त्यति जनालाई चाहिँ थाहा छैन होला। नेपाल जान छ भने लखनऊबाट यता आउने गुम्ती नगर भन्ने ठाउँमा अटो रिक्साले अनलाइन बुकिङ गर्यो भने 100 चाहिँ कति लिन्छ हैन साथीहरू। अब हामी चाहिँ अनि हजुरहरूलाई पनि मैले त्यही कन्टिन्यू गर्दै थिएँ हैन, बाबुहरू आएर के। अनि त्यही हजुरहरूलाई ट्रेन थाहा छैन भने 9:30 बजेको चाहिँ यहाँबाट गुम्ती नगरबाट कस्तो भयो यार, कामहरू चलिरहेको छ नि त। अनि कस्तो आयो कि यहाँबाट भाइलेन्सहरू। अन्त कति 9:30 को यहाँबाट ट्रेन छ भने रातिको 2-3 बजे चाहिँ पुऱ्याउँछ गोरखपुर। 1-2 घन्टा बसेपछि चाहिँ फेरि यता बोर्डरको लागि चाहिँ ठिक्क हुन्छ टाइमिङ। यदि हजुरहरूलाई थाहा छैन भने यो रुट पनि आउन सक्नुहुन्छ है। लखनऊमा हुनेलाई त थाहै छ होला। हामी चाहिँ अब टाढाबाटाकोलाई कतिलाई थाहा हुन नि त। हजुरहरूको पास टाइम छ भने चाहिँ यसरी पनि आउन सक्नुहुन्छ हैन। साथीहरू अब हाम्रो फ्यामिलीको चाहिँ पार्टी सुरु भयो है। 1 2 3 गो गर न। हामी चाहिँ अब हामी त यहाँ बस्दा साथीहरू कति बज्यो अरे अहिले 8 बज्न लागिसक्यो। अझै 1 घन्टा छ पुरै। बाबुले चाहिँ टिकट हेर्दै हुनुहुन्छ, सिटहरू हेर्दै हुनुहुन्छ। अझै पनि क्लियर त छ। फेरि पनि हामी जाने चाहिँ ट्रेन यही हो, स्पेसल्ली हामी जाने ट्रेन चाहिँ यही हो। अब यसको गेटहरू चाहिँ ओपन हुन थालेको छ। गेटहरू ओपन भएपछि चाहिँ हामीहरू भित्र जानेछौँ। अनि चाहिँ हाम्रो सानो क्युट फ्यामिलीले चाहिँ के गर्दैछ भने हेर न इन्जोय रेडी चेस ड्याडी त पुरै बिजी छ। साथीहरू अहिले चाहिँ हामी गोरखपुर आयो। गोरखपुरको वेटिङ रुममा छ मैले चाहिँ हामीहरू हैन। अन्त के भन्छ नि, एकदम कन्डिसन चाहिँ मेरो झन् धेरै खराब हुँदै गइरहेको छ। किनभने मैले ट्राभल गर्नै सक्दिनँ कि। मलाई त एकदम भमिटिङहरू हुने, टाउको दुख्ने हुन्छ। अब नेपाल लागेपछि त झनै धेरै प्रब्लम आउँछ मलाई। अनि म चाहिँ अब सायद हल्का बोर्डरतिर भिडियो गर्छु होला। अनि त्यसपछि चाहिँ डाइरेक्टली म माइत गाउँमै पुगेर गर्छु है। किनभने बाटो पनि हामी पाल्पाको बाटो गयौँ भने झन् धेरै भमिटिङ हुन्छ होइन। अनि एकदम इरिटेटेड हुन्छ नि त। त्यही भएर चाहिँ मैले बनाउँदिनँ है। अब चाहिँ म केही खाएर मेडिसिन लिन्छु। अनि त्यसपछि चाहिँ फेरि लाग्नुपर्ने हुन्छ साथीहरू। अन्त अलि बिमारी भएको कारणले धेरै यताउता अपलोड चाहिँ गरेको छैन होइन। त्यही हो। ये आ गए हम नेपाल में। अब नया गेट है। हाँ ये नया बना है ना। वही तो सोचो, ये पहले तो बना नहीं था। सब तोड़ नहीं दिया और पीछे चला गया। चलो आप टैक्सी स्टैंड चलो सीधे। एकदम टैक्सी स्टैंड ही सामने है। चलो नेपाल में घुस चुके हैं गाइस। साथीहरू जसो तसो जे गर्दै होइन हामी चाहिँ अहिले अब इन्डिया बोर्डरलाई पार गरेर नेपाल बोर्डरमा चाहिँ आइसक्यौँ हाम्रो माइती गाउँ। अब हामी चाहिँ एकदमै खुसी होइन छोरो। हाम्रो बाबुलाई त खुसबु नै आयो अरे। के आयो अरे? ए टाढाबाट नै उता यताको आयो के, नेपालको सिनको। अनि हामी चाहिँ अलरेडी यता आइसकेको छौँ। अब चाहिँ हामीहरू
यता आयो अनि अब यता जानुपर्ने हुन्छ पोखराको बाटो अनि यता के भन्छ अरे नारायणघाटको बाटो चाहिँ एकदमै भिडभाड छ अरे नि त हामी त्यसमा सामान हाल्दैछौँ होइन अनि अब बाई बाई इन्डिया भन्दै नेपालतिर लाग्दैछौँ अनि एकदम धेरै एक्साइटेड पनि छौँ विशेषमा कति धेरै ब्लगहरू बनाउनै पाएन नि त पुरै अब त झन् मैले बनाउनै सक्दिनँ साथीहरू झन् एलर्जी पनि भइरहेको छ है त्यही माथि फेरि कस्तो लाग्दैछ त नि अब मम्मा किनभने मलाई चाहिँ एकदमै प्रब्लम हुन्छ नि त त्यही भएर बाबुले चाहिँ जिस्काइरहेको छ मम्माको ट्रिप भन्दै मलाई चाहिँ एकदम भमिटिङहरू हुन्छ है साथीहरू त्यही भएर मैले बिचबिचमा चाहिँ केही पनि भ्लगहरू बनाइरहेको छैन अनि झन् आउँदा पुरै त्यो रुगा लाएर कि पुरै खराब बस्छ अनि एलर्जी पनि छ त्यहीमाथि अनि टाउको पनि एकदम दुखिरहेको छ निन्द्रा पुगेको छैन नि त अनि गोरखपुरमा हामी चाहिँ रातिको कति 3 बजी आएको थियौँ नै 2:30 बजी आएको थियौँ अनि त त्यहाँ बसेर यता आउने चाहिँ हामी 4:30 बजी हिँडेको थियौँ होइन अनि अहिले चाहिँ के भन्छ अरे इन्डिया बोर्डर पार गरेर नेपालतिर लागे माइती गाउँतिर होइन छोरो हाम्रो छोरोलाई त के भएको अरे के भनेको अरे तिमीले वाउ के अरे नेपालको के खुसबु आएको अरे के भन्यो अरे अच्छा ए बाबुले चाहिँ के भनेको भन्दा इन्डियाको उतापट्टिको बाबुले एकदम मलाई भन्दा धेरै एकदम मनपर्छ कि उसलाई होइन कति बच्चाहरू इन्डिया बसिसकेपछि नेपाल आउन झ्याउ मान्छ नि त है हाम्रो बाबु चाहिँ एकदम मान्छ कि है अनि उसलाई चाहिँ एकदमै मभन्दा धेरै खुसी हुन्छ रमाइलो लाग्छ मलाई त लाग्छ नै लाग्छ होइन आमालाई दिदीहरू सबैलाई भेट्न जानु पाउँदाखेरि अब 1 साल 2 सालमा त आउँछौँ है अनि त्यही पनि बाबु चाहिँ अझै धेरै खुसी हुन्छ बच्चा भएर पनि बिचरालाई एकदमै खुसी लाग्छ अनि उता इन्डियातिरको बोर्डर उतापट्टिको के गेटमा आउँदा चाहिँ बाबुले चाहिँ यताको गेटमा नआउँदै उताको गेटमा के भन्छ भन्दा वाउ कस्तो यति टाढाबाटै नेपालको हावा आयो अरे उसलाई यति मनपर्छ कि नेपाल भनेपछि यहाँको मान्छेहरूको बोली यहाँको सरसफाइहरू उसलाई चाहिँ एकदमै मनपर्छ होइन बाबु यता हेर्दै न त यता आऊ न के भन्यो अरे यो मन त मेरो नेपाली हो भन्दै न त ल जसो गर जे भन जाता सुकैलाई जाऊ मलाई खै त भनेको भन्नु न यो मन त मेरो के हो नेपाली हो ल अब हामी चाहिँ बुटोल आयो बुटोलबाट चाहिँ फेरि यसरी जानुपर्ने हुन्छ पुरै सामानहरू चाहिँ माथि हाउसमा हालिसकेको छ होइन बाबु चाहिँ त टिकट काट्न जानु हुँदैछ साथीहरू अब भने चाहिँ मेरो झन् ट्राभल गर्दा झन् धेरै मुस्किल दिन आउँदैछ है मेरो चाहिँ अब चाहिँ हामीहरू जान्छौँ अब डाइरेक्ट विशेषमा हल्का क्लिपहरू लिन्छु होला नत्र म डाइरेक्ट काठमाडौँ नै पोखरा नै पुगेर अपलोड गर्छु है सामान सबै प्याक भइसक्यो साथीहरू अब चाहिँ के गर्ने छोरो कति रहेछ ल साथी सङ्गीहरू अब हामी चाहिँ हाइट्समा नि बसिसक्यौँ हजुरहरूलाई अब ससुराली जान कति एक्साइटेड हो त नि ससुराली जानलाई कति एक्साइटेड ल साथीहरू अहिले चाहिँ हामी चाहिँ अहिले रामदी पुलाइयो अन्त अहिलेसम्म चाहिँ यसपालि चाहिँ मलाई अहिलेसम्म भमिटिङ केही पनि भएको छैन होइन चिसो छ मौसम पनि रमाइलो लागिरहेको छ अब चाहिँ हाम्रो खाना आइसक्यो खानामा के छ साथीहरू
अबि छोराले के खाएको सँग अब खाना खानुपर्छ र नेपाली अर्गानिक खाना मासु खानु चट्ट लाएर खाना खानुपर्छ अनि फेरि अगाडि सर्नुपर्छ होइन के होइन खाना नखाइयो हल्का रेस्ट गरिएछ अन्त कस्तो सरल र हावा छ होइन खाना पनि एकदमै मिठो थियो होइन अनि खाना नखाइकरी अब फेरि हामीहरू लाग्नुपर्छ फाइनली हामी चाहिँ अब पोखरा झऱ्यो माइती गाउँ अनि बाबुले त्यहाँ सामानहरू हाल्दै हुनुहुन्छ अब ट्याक्सी बुक गरेर फेरि आमाको काखमा जाने एकदम आजको सफर चाहिँ एकदम ट्राभल चाहिँ एकदमै धेरै मजै भयो किनभने मलाई त्यति धेरै दुःख भएन सधैँको जस्तो त्यसैमा धेरै खुसी छु ल साथीहरू हामी चाहिँ आइपुग्यो अब हाम्रो मिमिकले चाहिँ माथिबाट हेर्दै मिमिको आमाले चाहिँ माथिबाट कुरेर बस्नु भएको छ अब हामी बस्यौँ ह्याप्पी हो साथीहरू फाइनल्ली आजको जर्नी चाहिँ एकदमै ह्याप्पी साथ भयो यता हेर्नु बाछाहरू चाहिँ यहाँ यस्तो छोराले हेल्प गर्छ कि फेरि ड्याडीको साथीहरू हामी फाइनल्ली माइती गाउँमा आयौँ आमा थाहै थिएन आयो भाउजूसित बोलेको अन्त नि आउनु थाहै थिएन मैले केही भनिन ए ल अचानक आएको अब आमाको काखमा होइन आमा ल हो यता फेरि ल हेर कस्तो राम्रो मान्छे छ यहाँ आउ त यस्तो गर्नु न ल यस्तो गरिदेऊ मा पनि गर्नु पर्यो मा पनि गर्नु ओ माइ गॉड निमाले नमस्ते नमस्ते गर्नु जोडले नमस्ते उता दादालाई नमस्ते भन्नु कत्रो मान्छे हो कस्तो के हो यस्तो फेरि त्यो त गर्नु छ नहीं ठीक है अब अहिले दिदीहरू पनि आउँदैछ मा गरिदेऊ हाई भनिदेऊ चक्लेट चाहियो मलाई भन चक्लेट भन न जुस चाहियो मलाई चक्लेट चाहियो आइसक्रिम चाहियो नानीले सबै खाने हो भन न सानो निन्नी आयो भन सानो निन्नी आउनु भयो मागदेऊ तिमीलाई जुस दिएन नि टु गरेको त बाई बाई भनिदेऊ बाई 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 भन्नु न छिटो ल खै त बाई बाई भन्नु साथीहरू अब चाहिँ फ्रेस हुनतिर लाग्नुपर्छ यति धेरै ट्राभल धुलो माटो खाँदै जसो तसो आइयो होइन अब चाहिँ फ्रेस भएर फेरि दिदीहरू आउँदैछ दिदी र नानीलाई चाहिँ सरप्राइज हान्नुपर्ने हुन्छ अनि आजको दिनको ब्लग चाहिँ मेरो हिजोबाट स्टार्ट आज त्यतिमै फिनिस गर्छु र रेस्ट गर्छु होइन एकदम थकै लागिरहेको छ अनि त्यही हो जस्तो जे भए पनि जसरी भए पनि आइयो अनि मतलब पहिलाको जस्तो चाहिँ एकदम भमिटिङहरू भएन यसपालि चाहिँ त्यही नै मलाई एकदम खुसी लाग्यो होइन त्यही हो साथीहरू अहिले दिदी र नानी छोरीहरू बाबुहरू आउँछ तिनीहरूलाई एउटा सरप्राइज हान्ने हो किनभने उनीहरूलाई थाहा छैन नि त अचानक आएको हामीहरू अनि सो त्यही हो ल साथीहरू अब हाम्रो ल भाग्यमानी भयो ल वेलकम छ मेरो ब्लगमा राजदीप गुरुङलाई मेरो छोरोलाई सरप्राइज भयो नि यता पनि फेरि सरप्राइज छ हाम्रो काली दिदीसित सब भइस कि भएन सक भयो नि बर्बाद भयो है मैले नभनिकन आएको त भगवान् यता सक भएछ दिदी त अहिले यतापट्टि गोर आउँछ नि त यस्तरी उठ्यो भने यस्तरी गोर आउँछ नि बाबा हेर न दिदी पनि आइसक्यो नानी चाहिँ अहिले मेडिकल गर्न गएको रहेछ उता साथीहरू म चाहिँ फ्रेस भयो अब चाहिँ
होइन ओके यता आउँछ यता त गोरी आउँछ होला यी कति गोरी आएर ल हेर अब दिदी बहिनी सबै छोराछोरी सबै भेट भयो साथीहरू अब झन् खुसी छाउँछ होइन दिदी हो कि होइन यता लुगा पो मिलाउनु लाग्यो त गोरी देखेको त मैले कालो आएको भयो भगवान यहाँ हेर माइ गड खै कति क्युटी मान्छेहरू लाजले कपाल छोटो मेरो माइ गड आयो अब कडा आयो के आयो राति रातिले भन्छ नि त अब खतरा आयो है लोकल डाइनासोरको मासु डाइनासोरको हो कति कति करोडको हो फेरि ल है साथीहरू कति करोडको डाइनासोर मिमी तिमी यो खान्छौ कि खाँदैनौ डाइनासोरको यो भाले यो चाहिँ पोथी बाबुले हेरेकै होइन यहाँ दिदीले है बाबु भन्दैछ डाइनासोरको भाले र पोथी है बाबु अरे अच्छा अरे तपाईँ मलाई जिस्काएको हो डाइनासोर भनेर उसले अच्छा अरे बिचरा तर यो डाइनासोर चाहिँ तातो पानीमा धेरै उम्लेको पानीमा धेरै बेर काटेछ छोरोले त्यही भएर यस्तो भयो हेर न साथी सङ्गीहरू आजको भ्लग चाहिँ म अब यहीँ एन्ड गर्छु होइन रादीप अब जे जस्तो भयो अब डाइनासोरको मासु खाइन्छ टन्ना लाएर अब भरे डाइनासोरको मासु खाइन्छ टन्ना लाएर लोकल कुखुरा र भात माइतमा बसेर अनि अरू के भन्ने होला रादीप भन्न त अलिकति केही त्यति नै भनौँ ल अब यहाँ छोरा आमा दिदी भएर सबै चाहिँ खाना बनाउन मिलिजुली लाग्दैछन् होइन हामी चाहिँ पुरा फ्रेस भएर बसियो सबैजना सरप्राइज हुनुभयो सबैजना भेट भयो अनि अब चाहिँ साथीहरू एकछिन रेस्ट गर्नुपर्ने हुन्छ त्यसपछि उठेर खाना खानुपर्ने हुन्छ अनि जे हुन्छ भोलिको भ्लगमा हुन्छ जे हुन्छ साथीहरू राम्रो हुन्छ भन्दै बाई बाई